नमस्कार, जय राष्ट्रवाद। वर्षौंदेखि हामी ठूला ठूला प्रतिबद्धता सुन्दै आएका छौं। वर्षौंदेखि हामी स्थिर रोजगारी, इमानदार शासन, गुणस्तरीय शिक्षा, सहज र सुलभ स्वास्थ्य सेवाको पहुँचको लागि पर्खिरहेका छौं। हामी आफ्नै देशमा सम्मान र समृद्धिका साथ बाँच्न सकिने भविष्य खोजिरहेका छौं। यसका लागि हामीले धेरै दशकसम्म धैर्य गर्यौं। धैर्य मात्रैले भविष्य निर्माण गर्दैन, असल नेतृत्वले गर्दछ भन्ने कुरामा म विश्वस्त छु। मेरो दृष्टि स्पष्ट छ। एक यस्तो नेपाल जहाँ प्रत्येक घर परिवार आर्थिक र सामाजिक रूपमा सुरक्षित र समृद्ध महसुस गर्दछन् अनि प्रत्येक युवाले आफ्नो दक्षता अनुसारको अवसर पाउँदछन् र प्रत्येक नागरिक आत्मसम्मानका साथ अघि बढ्न सक्दछन्।